नमस्कार, म रामप्रसाद पौडेल, कागेश्वरी मनोहर अस्पतालको कार्यकारी निर्देशक। जहाँसम्म यो अस्पतालको बारेमा कुरा गरिरहँदाखेरि यो अस्पताल चाहिँ 2052 सालमा यस आसपासका क्षेत्रहरूका नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउन स्वास्थ्य चौकीको रूपमा स्थापना भएको अस्पताल हो र पछिल्लो समयमा आएर यसको विकास र विस्तारहरू हुँदै आएको छ। यस सिलसिलामा यस क्षेत्रमा निजी अस्पताल पनि नभएको र गुणस्तरीय रूपमा सेवा प्रदान गर्ने अरू कुनै स्वास्थ्य संस्थाहरू पनि नभएको अवस्थामा यस क्षेत्रका नागरिकहरूले आधारभूत स्वास्थ्य सेवा प्राप्त गर्नको लागि यस अस्पतालमा माथि आस्था र भरोसा निरन्तर रूपमा बढ्दै गयो। त्यही सिलसिलामा पछिल्लो समय विशेष गरेर 2076 साल पछाडि र अहिले विशेष गरेर अहिले आउनुभएको जनप्रतिनिधि श्रीमान प्रमुखज्यूको विशेष स्वास्थ्य सम्बन्धी उहाँले नागरिकलाई आधारभूत रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने र स्वास्थ्यलाई उहाँले केन्द्रबिन्दुमा राखेर काम गर्नुपर्छ भन्ने हिसाबले यो अस्पतालको प्रवर्धन र सेवा विस्तारमा उहाँको पहिलो प्राथमिकता रहेको कारणले गर्दाखेरि अहिले आएर यस अस्पतालबाट विभिन्न खालका सेवाहरू हामीले प्रदान गरिआएका छौँ र अहिले आएर यो अस्पताललाई एउटा स्वतन्त्र ढङ्गले काम गर्न सक्षम बनाउनको लागि यसको छुट्टै कानुनी व्यवस्था छ, छुट्टै कार्यविधि छ र यसका प्रशासन सञ्चालनको कुराहरूको लागि चाहिँ छुट्टै सञ्चालक समितिको व्यवस्था गरिएको छ, जसले गर्दाखेरि अस्पतालको आगामी कार्यक्रमहरू, भावी कार्यदिशाहरू र अस्पतालको सुधारको लागि गर्नुपर्ने कुराहरू चाहिँ सञ्चालक समितिले चाहिँ नीतिगत रूपमा निर्णय गरेर अगाडि बढ्दै यसको समग्र व्यवस्थापन हुने अवस्था अहिले सिर्जना भएको छ। त्यसको अतिरिक्त यो विशेष गरेर कोभिड कालदेखि अस्पतालप्रति नागरिकहरूको चाहिँ आस्था भरोसाहरू बढ्दै गएको अवस्था हो। यही सिलसिलामा अहिले हामीहरूले नागरिकहरूको इच्छा चाहना अनुसार यसका सेवाहरूलाई हामी विस्तार गर्दै लगिरहेका छौँ र हामीहरूले हिजो अस्ति सानो ठाउँमा रहेको फिजियोथेरापी सेवालाई हामीले आज विस्तार गरेका छौँ। फिजियोथेरापी सेवामा आज नागरिकहरूको बिरामीहरूको चाहिँ चाहना, उहाँहरूको चाहिँ यो यसप्रतिको आस्था बढ्दै गएको छ। अहिले दिनमा करिब 100 देखि माथि नै बिरामीहरूले त्यहाँबाट सेवा लिइरहनु भएको छ। हामीले अत्याधुनिक दन्त सेवा सुरु गरेका छौँ। हिजो चाहिँ सानो ठाउँमा रहेको उपकरण, पुरानो उपकरण रहेको ठाउँमा आज हामीले आधुनिक खालका उपकरणको व्यवस्था गरेर दन्त सेवा सुरु गरेका छौँ। हिजो चाहिँ 5-10 जना मात्रै दन्त सेवा लिनुहुन्थ्यो, आज चाहिँ त्यहाँ दिनको चाहिँ 60, 70, 80, 90 जनाले सेवा लिनुहुन्छ। हामीले अरू बजार मूल्यभन्दा सस्तो मूल्यमा फार्मेसी सेवा सुरु गरेका छौँ र हिजो सानो ठाउँमा फार्मेसी सेवा थियो, आज चाहिँ ठुलो फराकिलो ठाउँमा दक्ष जनशक्ति राखेर फार्मेसी सेवा सुरु गरेका छौँ। आँखा सेवा, हिजो हामीसँग आँखा सेवा नै थिएन, आज हामीहरूले आँखा सेवा सुरुवात गरेका छौँ। हाम्रो यहाँ ज्येष्ठ नागरिकहरूलाई हामीहरूले मोतियाबिन्दुको शल्यक्रियाबाट हामीहरूले आँखाको अपरेसन पनि सुरु गरेका छौँ। त्यस्तै गरेर हिजो सानो ठाउँमा चाहिँ नागरिकहरू आउँदाखेरि बस्ने ठाउँ पनि थिएन, आज हामीले फराकिलो ठाउँमा लबीको व्यवस्था गरेका छौँ। त्यहाँ टोकन प्रणाली लागू गरेका छौँ, जसले गर्दाखेरि कुनै पनि बिरामीले लाइनमा बस्नु पर्दैन। अब टोकन लिएर आफ्नो सेवाहरू लिन सक्नुहुन्छ। हामीले पर्याप्त मात्रामा यो विशेषज्ञ चिकित्सकहरूको आज आएर हस्पिटलमा 19 जना विशेषज्ञ डाक्टरहरूले सेवा दिनुहुन्छ। त्यस्तै गरेर मेडिकल अफिसरहरूले चाहिँ सेवा दिनुहुन्छ। हामीसँग चाहिँ बिमा सेवा विस्तार गरेका छौँ। बिमा सेवालाई हामीले प्राथमिकता राखेका छौँ। बिमामा बिमित नागरिकलाई यहाँ सरल रूपमा चाहिँ स्वास्थ्य सेवा लिन सक्नुहुन्छ। त्यस्तै गरेर हामीसँग एम्बुलेन्स सेवा छ, सबवाहन सेवा छ र अब अझै गएर पनि हामी चाहिँ जनताको, नागरिकको, सेवाग्राहीको ठुलो माग भएकोले केही समयपछि हामी यो अपरेसन थिएटर बनाउँदैछौँ, जसले गर्दाखेरि सामान्य खालका शल्य चिकित्सादेखि विशेष प्रकृतिका शल्य चिकित्सा पनि यहीँबाट, त्यो सेवा पनि हामी यहीँबाट उपलब्ध गराउँदैछौँ। हिजोसम्मका दिनहरूमा हामीसँग सानो क्षमताको प्रयोगशाला परीक्षण हुने अल्ट्रासाउन्ड थियो, आज हामीले चाहिँ अल्ट्रासाउन्डको पनि क्षमता विस्तार गरेका छौँ। गुणस्तर रूपमा अल्ट्रासाउन्ड सबै प्रकारको बिरामीहरूको चाहिँ अल्ट्रासाउन्डबाट हामी चाहिँ सेवा दिन सक्ने अवस्था छौँ। अहिले आएर हामीहरूले सेरो ल्याबसँगको सहकार्यमा गुणस्तरयुक्त ल्याब सेवा, अहिले निजी अस्पतालहरू भन्दा पनि कागेश्वरी मनोहरको ल्याब सेवा गुणस्तरयुक्त छ र अहिले दिनमा हाम्रो एभरेजमा 800 देखि 1000 ओपिडी सेवामा हामीले नागरिकलाई दिइराखेका छौँ भने त्यसको करिब 25 देखि 30% नागरिकहरूले ल्याब सेवा लिइराख्नु भएको छ। यसरी समग्र रूपमा चाहिँ अस्पतालले आफ्नो सेवा प्रवाहलाई फड्को मार्ने हिसाबले हामीले काम गरिरहेका छौँ र राजनीतिक नेतृत्व विशेष गरेर अहिलेको मेयर साहबको जुन स्वास्थ्यप्रतिको स्वास्थ्यलाई उहाँले केन्द्रबिन्दुमा राखेर, स्वास्थ्यलाई प्राथमिकता राखेर स्वास्थ्य शिक्षा भन्ने आधारभूत कुरालाई हामी सबै नागरिकको पहुँचमा पुर्याउनुपर्छ भन्ने
नीति उहाँको भएको कारणले गर्दाखेरि पनि हामीहरूले चाहिँ यो क्षेत्रमा काम गर्न सरल भएको छ, सुविधा भएको छ र आगामी दिनहरूमा अझै पनि यो अस्पतालका सेवाहरूलाई हाम्रो स्रोत र साधनले भ्याएसम्म चाहिँ अगाडि बढाउने र सरल, सुलभ र गुणस्तरीय रूपमा चाहिँ नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउने दिशामा अस्पताल अगाडि बढिरहेको छ। यसको लागि सबै सरकारवाला, नगरवासीहरू सबैको साथ र सहयोगको अपेक्षा गर्दछु। धन्यवाद।